यो क्यामेरा इफेक्ट प्रिमियर प्रोमा कसरी बनाउने सबैभन्दा पहिला आफ्नो फोटोहरुलाई प्रिमियर प्रोमा ओपन गर्नुहोस् यसरी ओपन गरेको फोटोहरुलाई कन्ट्रोल आर सबैलाई सिलेक्ट गरेर कन्ट्रोल आर थिच्नुहोस् र सबैको ड्युरेसन चाहिँ 10 सेकेन्ड राख्नुहोस् 10 सेकेन्ड राख्नुहोस् जसरी मैले यहाँ नेरी चाहिँ 10 सेकेन्ड राखेको छु तपाईहरुले पनि यसलाई 10 सेकेन्ड राख्नुहोस् 10 मैले यहाँ 10 सेकेन्ड बनाउँदै छु तपाईहरुले पनि यो सबैलाई 10 सेकेन्ड बनाउनुस् यसरी 10 सेकेन्ड बनिसकेपछि अब तपाईहरुले पहिलो फुटेज सिलेक्ट गर्नुहोस् पहिलो फुटेज त्यसपछि त्यसको तीनवटा की फ्रेम सार्नुहोस् त्यसपछि ती तीनवटा की फ्रेम सारेर सबैलाई मिलाउनुहोस् यसरी सरसर्ती सबैलाई मिलाउँदै जानुहोस् ती तीनवटा फ्रेमलाई यसरी सबैलाई मिलाउँदै जानुहोस् एउटै साइजमा तीनवटा की फ्रेम सार्नुहोस् तीनटा चाहिँ की फ्रेम यता सारेपछि सबैलाई मिलाउनुहोस् त्यसपछि पहिलोलाई सिलेक्ट गरेर इफेक्टमा जानुहोस् र इफेक्टमा गएर डाइरेक्सन ब्लर भन्ने एउटा इफेक्ट हुन्छ त्यसलाई चुज गर्नुहोस् डाइरेक्सन ब्लर हो हजुर यो डाइरेक्सन ब्लर यसलाई चुज गरिसकेपछि इफेक्ट कन्ट्रोलमा जानुहोस् त्यहाँ तल डाइरेक्सन ब्लर र ब्लर भन्ने अप्सन आउँछ त्यो डाइरेक्सन ब्लरलाई 90 बनाउनुस् र अर्कोलाई 0.3 र त्यसपछि फेरि तपाईहरु चाहिँ त्यसैलाई पहिलोलाई नै सिलेक्ट गरेर इफेक्टमा गएर फेरि अर्को ट्रान्सफर्म भन्ने इफेक्ट छ त्यो ट्रान्सफर्म भन्ने इफेक्ट चाहिँ यहाँनेर सर्च गरेर हाल्नुस् यहाँनेर ट्रान्सफर्म भन्ने इफेक्ट छ तपाईले त्यो ट्रान्सफर्म भन्ने इफेक्ट खोज्नुस् र त्यो इफेक्टलाई पनि ल्याएर चाहिँ त्यही फर्स्टमा हाल्नुस् त्यसपछि फेरि इफेक्ट कन्ट्रोलमा जानुस् इफेक्ट कन्ट्रोलमा गइसकेपछि सबैभन्दा माथि टपमा गएर चाहिँ यसको पोजिसन मिलाउनुस् त्यहाँ पोजिसनमा क्लिक गर्नुस् यो तपाईले 3 फ्रेम अगाडि आएको हुन्छ यसलाई चाहिँ सबैभन्दा यता छेउमा ल्याएर पोजिसन मिलाउनुस् पोजिसन मिलाइसकेपछि तपाईहरुले यसलाई चाहिँ फ्रेम देखि माथि लगेर छोड्दिनुस् त्यसपछि 3 फ्रेम अगाडि जानुस् 3 फ्रेम अगाडि गइसकेपछि यसलाई रिसेट गर्दिनुस् त्यसपछि यसलाई सिलेक्ट गर्नुस् र यसलाई कपी गर्नुस् र बाँकी रहेको सबैमा तपाईहरुले चाहिँ पेस्ट गर्दिनुस् सबैमा पेस्ट गर्दिनुस् अब तपाईहरुको त्यो इफेक्ट चाहिँ भएको फुटेजहरु जति सबैमा लाग्यो र तपाईहरुको यो क्यामेरा इफेक्ट रेडी भयो हेर्नुस् यहाँ एउटा हो यो फोटोको फ्रेम मिलेको छैन मैले यसको फोटोको फ्रेम मिलाउँदै छु तपाईहरु पनि यो फोटोको फ्रेम चाहिँ मिलेको छ छैन त्यो चाहिँ तपाईहरुले पनि ध्यान दिनु होला अब सबैको रेडी भएको छ हेर्नुस् म प्ले गरेर देखाउँदै छु है त क्यामेरा इफेक्ट रेडी भइसक्यो